स्वावलम्बी र समृद्धि नै सहकारीको मर्म। समानता र स्वाधीनताको भावनाले भरौँ, आर्थिक अनि सामाजिक सांस्कृतिक विकास गरौँ। सहकारी दर्पण, सहकारी दर्पण, सहकारी दर्पण। नमस्कार, सहकारी दर्पण कार्यक्रमको तर्फबाट यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार साँझ 6 बजेदेखि करिब 25 मिनट अवधिभर सहकारीका विविध विषयवस्तु समावेश गरी प्रस्तुत गर्ने गरिन्छ। स्वागत एवं सहकारी अभिवादन आजको यो श्रृङ्खलामा पनि सम्पूर्ण दर्शक महानुभावहरूमा। दर्शक महानुभावहरू, आजको कार्यक्रममा हामी नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेको निर्देशन तथा मापदण्डको विषयमा हाम्रा सहकर्मी साथी बुद्धनारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य गुरुप्रसाद पौडेलसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौँ। नमस्कार, सम्पूर्ण दर्शक महानुभावहरूमा सन्दर्भ सहकारी क्षेत्रको प्रवर्धन र विकासका लागि गरिने प्रयासको आज हामी यसै सन्दर्भमा रहेर कुराकानी गर्दैछौँ। आजको संवादमा हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य गुरुप्रसाद पौडेल। यहाँलाई स्वागत छ कार्यक्रममा सर। धन्यवाद बुद्धजी। आजको संवादलाई हामी दुई भागमा विभाजन गरेर कुराकानी गर्नेछौँ। पहिलो सन्दर्भमा राष्ट्र बैंकले जारी गरेको मापदण्ड निर्देशिका, यसमा भएका व्यवस्थाहरू र सहकारी कर्मीहरूले बुझ्नुपर्ने कुराहरू। दोस्रो सन्दर्भमा हामी सहकारी नियमन प्राधिकरणको जुन नियमन पक्ष छ, हाम्रा सहकारी कर्मीहरूले चाहिँ आशा गरिरहेका छन् नि, अब चाहिँ सहकारीहरू सुधारको बाटोमा लाग्नेछ, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अब चाहिँ नियमन राम्रोसँग गर्नेछ, अब साँच्चै नै नियमनको पक्ष काम कारबाही कहिलेदेखि हुन्छ, यसको प्रणाली कस्तो हुँदो रहेछ, नियमनको संरचना कस्तो हुने भन्ने कुरा चाहिँ चासो लिइरहेको छ। त्यो विषयमा हामी कुराकानी गर्छौँ। अब हालसालै चैत्र 21 गते नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाहरूको लागि एउटा निर्देशन, एउटा मापदण्ड 2081 नामक जारी गरेको छ। यो जारी गर्दाखेरि आम सहकारी कर्मीहरूमा चाहिँ अलिकति जिज्ञासा बढेको छ। के होला, कसो होला। सहरी भेगको बजार भेगकोले त पढ्नुहुन्छ, तर ग्रामीण दूरदराजकोलाई चाहिँ अझै अन्यलताको विषय छ नि। यहाँले प्रस्ट्याइदिनु पर्यो, सहकारीहरूले बुझ्नै पर्ने, जान्नै पर्ने कुराहरू, व्यवस्थाहरू यो निर्देशनमा के छ? म के भन्न चाहन्छु भने नेपाल राष्ट्र बैंक ऐनमा संशोधन भएपछि के भनियो भने राष्ट्र बैंकले यो बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको लागि एउटा निर्देशन र मापदण्ड चाहिँ तयार गर्नुपर्छ, जारी गरिदिनुपर्छ भन्ने बारेमा राष्ट्र बैंक ऐनमा नै उल्लेख भएर आयो, संशोधन भएर आयो। त्यो कुरालाई कम्प्लाई गर्न, त्यो कुरालाई पुरा गर्ने प्रयोजनको लागि पनि राष्ट्र बैंकले यो बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको लागि फन्डामेन्टल कुराहरूलाई सबैले बुझ्ने गरेर हैन केही कुरा निर्देशन मापदण्ड जारी गर्नुपर्ने स्थिति बन्यो र राष्ट्र बैंकले त्यस्ता फन्डामेन्टल चाहिँ निर्देशन र मापदण्डहरूको बारेमा ड्राफ्ट गरेर अनि नेपाल राष्ट्र बैंकको वेबसाइटमा राखेर पब्लिक कन्सल्टेसन अथवा सरकारवालाहरूको राय लिने प्रयोजनको लागि हामीले वेबसाइटमा सार्वजनिक गर्यौँ है। अनि त्यसपछि हामीलाई थुप्रै त्यस्ता राय सुझावहरू प्राप्त भए अनि ती राय सुझावलाई समेत चाहिँ नि आवश्यकता अनुसारको समायोजन गरेर राष्ट्र बैंकले यहाँले भने जस्तै 2081 सालको चैत्रमा हामीले निर्देशन मापदण्ड भनेर जारी गर्यौँ र कार्यान्वयनको लागि प्राधिकरणलाई पठायौँ। अब यो त भयो प्रक्रियागत कुराहरू र मापदण्डको बारेमा निष्कासन गरेको कुराहरू। अब मापदण्डमा अहिले राष्ट्र बैंकले धेरै कुराहरू चाहिँ उल्लेख गरेको चाहिँ छैन। केही फन्डामेन्टल कुराहरू हैन, सहकारी सञ्चालन सम्बन्धमा, सहकारीको व्यवस्थापन सम्बन्धमा नबोली नहुने कुराहरू मात्रै त्यसमा चाहिँ सम्बोधन गरेको चाहिँ छ। यो मापदण्डमा मुख्य रूपमा 9 वटा चाहिँ खण्डहरू चाहिँ राखिएको चाहिँ छ। यसमा बचतको चाहिँ स्रोत कस्तो हुने,
बचत कसरी चाहिँ नि सङ्कलन गर्न सकिने अथवा निक्षेप कस्ता कस्ता प्रकारका निक्षेपहरू सङ्कलन गर्न सकिने, एउटा सहकारी संस्थाले कति निक्षेप आफ्ना ग्राहक आफ्ना सदस्यहरूबाट कति निक्षेप सङ्कलन गर्न सक्ने, कस्तो कस्तो प्रकारका निक्षेपहरू सङ्कलन गर्न सक्ने भन्ने बारेमा त्यहाँ बोलिएको चाहिँ छ। त्यस्तै गरेर कर्जाका प्रकारहरूको बारेमा बिना धितो कति कर्जा दिन सकिने हैन, धितो चाहिँ कसरी मूल्याङ्कन गर्नुपर्ने, यो हामीले भनौँ न अब धितोको मूल्याङ्कन गरेर कति प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने हैन, परियोजना कहाँ सञ्चालन भएको परियोजनालाई लोन दिन सकिने, बिना के अरे धितो सहितको लोन कति दिनुपर्ने लगायतका कुराहरूमा कर्जा सम्बन्धी कुराहरू चाहिँ भयो। त्यस्तै तरल सम्पत्तिको बारेमा बोलेका चाहिँ छौँ, त्यसै गरेर पुँजीको बारेमा बोलेका चाहिँ छौँ, त्यसै गरेर कन्ज्युमर प्रोटेक्सनको बारेमा बोलेका चाहिँ छौँ, त्यसै गरेर हामीले चाहिँ नि ब्याज दरको बारेमा बोलेका चाहिँ छौँ, त्यस्तै गरेर हामीले सुशासनको बारेमा बोलेका चाहिँ छौँ। जुन कुराहरू योभन्दा अगाडिदेखि नै त्यो लागू भइरहनु पर्थ्यो, त्यो अनुसारले नै ती सहकारीहरू सञ्चालन गरिनु पर्थ्यो, ती कुराहरूलाई बेसिक कुराहरूलाई नै चाहिँ यसमा ल्याउन खोजेको चाहिँ छ। जस्तै यहाँले अघि भन्नुभयो मापदण्ड त जारी गर्यो राष्ट्र बैङ्कले, पहिलो प्रारम्भिक मस्यौदा पनि त जारी गर्यो, त्यसबाट सुझावहरू सङ्कलन गर्नुभयो सरकारवाला निकायहरूसँग। तर पनि आम रूपमा सहकारी अभियानबाट कर्मीहरूबाट एउटा गुनासा यसो आवाज हुन्छ, सुनिन्छ, हाम्रा चाहिँ कुराहरू, हाम्रा सहकारीका मर्महरू मर्ने गरी, हाम्रा सहकारी जुन सञ्चालन हुनुपर्ने त्यसमा असहजता महसुस हुने गरी नियन्त्रण गर्ने किसिमले चाहिँ जारी गर्यो, नीति ल्यायो, जुन बुझाइ छ नि आम रूपमा, यसमा चाहिँ के भन्नुहुन्छ? यस्तो हुन्छ, कस्तो हुन्छ भने कुनै पनि संस्थाहरू, त्यसमा पनि अझ बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरूलाई उच्च कोटिको नियामकीय दायराभित्र रहेर संस्थाहरू सञ्चालन गरिनुपर्छ। नियमन गर्दा, सुपरिवेक्षण गर्दा केही लागत पनि लाग्छ, मेहनत लाग्छ, पैसा लाग्छ, लागत लाग्छ, त्यसमा इफोर्ट गर्नुपर्छ। त्यो गरिएन भने, त्यो नियमन राम्रोसँग गरिएन भने त्यसको मूल्य झन् ठुलो चुकाउनु पर्ने हुन्छ। एकातिर हामी नियमन गर्नको लागि खर्चिलो भयो, नियमन नगरौँ अथवा नियमन कमजोर गरौँ भनेर चाहिँ नि पैसा बचाउन खोजिराखेका हुन्छौँ, तर त्यसको असर फेरि चाहिँ भविष्यमा के हुन्छ भन्दाखेरिमा त्यो अझ बढी मूल्य चुकाउनु पर्ने हुन्छ। अब जनताले अथवा एउटा सदस्यले खाइ नखाइकन चाहिँ जम्मा गरेको रकमलाई जुन सहकारीमा बचत गरेको हुन्छ, यदि त्यो सहकारी राम्रोसँग सञ्चालन भएन, सहकारीमा समस्या देखियो भने हजारौँ सङ्ख्यामा रहेका सदस्यहरू प्रभावित हुने, उनीहरूले चाहिँ खाइ नखाइ सङ्कलन गरेको बचत डुब्ने खतरा हुन्छ। त्यही भएर हामीले के भन्छौँ भने राष्ट्र ब्याङ्कले के भन्ने गर्छ भन्दा प्रुडेन्ट रेगुलेसन भन्छौँ क्या, यसको प्रभावकारी अथवा विवेकशील नियमन हैन, त्यसले प्रभावकारी नियमन, प्रभावकारी सुपरिवेक्षण, के भयो भने प्रभावकारी नियमन हुन्छ, के भयो भने प्रभावकारी सुपरिवेक्षण हुन्छ। सुपरिवेक्षणको नाममा सुपरिवेक्षण चाहिँ मात्रै गरेर हुँदैन, त्यो सुपरिवेक्षण कस्तो बेलामा चाहिँ अनसाइट सुपरभिजन गर्ने, कस्तो बेलामा अफसाइट सुपरभिजन गर्ने, कस्तो बेलामा चाहिँ विशेष निरीक्षण गर्ने, कस्तो बेलामा जोखिममा आधारित सुपरिवेक्षण गर्ने, यसका निरीक्षण सुपरिवेक्षणका पनि प्रकारहरू हुन्छन्। नियमनको पनि प्रकार, नियमन पनि त्यस्तो प्रभावकारी नियमन हुन्छ। के कुराहरूलाई, फन्डामेन्टल कुराहरूलाई चाहिँ हामीले बिर्सनै हुँदैन, के कुराहरूलाई कम्प्लाई गर्नै पर्ने हुन्छ भन्ने बारेमा त्यो नियमनकारी निकाय पहिला प्रष्ट हुनुपर्छ। यसरी हेर्दा के देखियो भने नेपालमा जसले सहकारी नियमन गरिराखेका थियो विगतमा, त्यो आफ्नो नियमकीय दायरामा नै ऊ चाहिँ स्पष्ट थिएन। पहिला मैले उसलाई एउटा कम्पलसन पनि के थियो भने सीमित सङ्ख्यामा रहेका कर्मचारीहरूले मुलुकभरि छरिएर रहेका हजारौँ बचत ऋणको कारोबार गर्ने सहकारीहरूलाई, जसले अरबौँ चाहिँ बचत सङ्कलन कारोबार गरिरहेका चाहिँ थिए, ती संस्थाहरूको कारोबारलाई प्रभावकारी ढङ्गले नियमन गर्न सक्ने ती नियामकीय संस्थाहरूसँग, नियमनकारी निकायहरूसँग न त साधन चाहिँ थियो, न त स्रोत चाहिँ थियो, न त त्यो खालको जनशक्ति त्यसरी चाहिँ, र अनि उनीहरूले ती संस्थाहरूले जुन खालको टेक्नोलोजीलाई चाहिँ लिएर गर्नु पर्थ्यो त्यसमा पनि उहाँहरू चाहिँ चुकेको देखियो। त्यसो भएको हुनाले अब यो कन्सेप्ट जुन चाहिँ प्राधिकरणको कन्सेप्ट आएको चाहिँ छ, त्यो हिजोको चाहिँ नि एब्सेन्सलाई, हिजोको अप्रभावकारितालाई, जुन चाहिँ ग्यापलाई चाहिँ मिट गर्नको लागि, पुरा गर्नको लागि नै
यो अहिले कन्सेप्ट आएको चाहिँ मैले त्यसरी हेर्ने गरेको चाहिँ छु। जुन किसिमको पहिलेदेखि नियमन सम्बन्धी प्रावधानहरू थिए अहिले चाहिँ राष्ट्र ब्याङ्कले जारी गरेकोमा फरक चाहिँ के छ? के किसिमको फरक पर्छ? मापदण्डमा अहिले त मैले सुरुमै यहाँलाई भने जस्तो धेरै कुराहरू गर्न बाँकी चाहिँ छ, धेरै कुराहरू ल्याउन बाँकी चाहिँ छ। सहकारी ऐन जुन संशोधन भएर आयो त्यो संशोधनले जुन प्राधिकरणको कल्पना गर्यो, प्राधिकरणको काम कर्तव्य र अधिकारको बारेमा त्यहाँ व्यवस्था गरियो र सुरुवातमै 1 वर्षभित्रमा सम्पूर्ण बचतता ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको रिरजिस्टर अथवा पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरेको चाहिँ छ। त्यो काम गर्न बाँकी चाहिँ छ। रजिस्टर गर्दा पुनः दर्ता गर्दा के कस्ता प्रावधानहरू, के कस्ता इन्फर्मेसनहरू लिएर दर्ता गर्ने, त्यसपछि अनि हामीले त्यसलाई वर्गीकरण गर्न आवश्यक चाहिँ छ। स्थानीय तहमा सञ्चालन हुने सहकारीहरू, प्रदेश स्तरमा चाहिँ सञ्चालन हुने सहकारीहरू, सङ्घ स्तरमा अथवा मुलुकभरि नै चाहिँ राष्ट्रिय स्तरमा सञ्चालन हुने सहकारीहरू भनेर तिनको वर्गीकरण गर्नुपर्ने छ। अनि वर्गीकरणको आधारमा तिनको कारोबारको आधारमा त्यसको भनौँ न अब डिग्री अफ सुपरभिजन पनि फरक हुन्छ। साना सहकारीहरूलाई कम सुपरभिजन गरे हुन्छ, कम फ्रिक्वेन्सीमा चाहिँ सुपरभिजन गरे पनि हुन्छ। अलि जटिल खालका कारोबार गर्ने, अलि ठुलो कारोबार गर्ने राष्ट्रिय स्तरका सहकारीहरूलाई तिनको चाहिँ सुपरभिजनको फ्रिक्वेन्सी पनि बढाउनु पर्ने हुन्छ, तिनीहरूलाई क्लोज मोनिटरमा राख्नुपर्ने हुन्छ। त्यस्ता संस्थाहरूलाई त कतिपय अवस्थामा त ठुलो कारोबार गर्ने सहकारीहरूलाई त नियमनकारी निकायहरूले अथवा सुपरभाइजरहरूले डेडिकेटेड डेस्क नै चाहिँ खडा गरेर हैन, जसले चाहिँ अरबौँको कारोबार गरेका हुन्छन्, त्यस्ता संस्थाहरूलाई हेर्ने निश्चित कर्मचारी, निश्चित डेस्कको नै चाहिँ व्यवस्था गरेर चाहिँ सुपरभिजन गर्नुपर्ने हुन्छ। अहिले चाहिँ कन्सेप्चुअली के ल्याइएको चाहिँ छ भने 3-4 कुराहरूलाई म तपाईँलाई प्रकाश पार्न चाहे बुद्धजी। वास्तवमा अहिले सहकारीमा देखेको समस्या भनेको आफ्नो क्षमताभन्दा बढी बचत सङ्कलन गर्ने, जसले जति पायो त्यति बचत सङ्कलन गर्ने, आफ्ना सदस्यहरूबाट जति पायो त्यति बचत सङ्कलन गर्न पाउने जुन व्यवस्था चाहिँ थियो त्यसलाई व्यवस्थित गर्न खोजेको चाहिँ छ हैन। बचतको सीमा हुन्छ, क्षमताअनुसार बचत सङ्कलन गर्नुपर्छ, त्यो एउटा कुरा चाहिँ छ। अनि दोस्रोमा जसले जति पाए पनि जसलाई पनि कर्जा दिन सक्ने, जस्तो पनि प्रकारको कर्जा दिन सक्ने व्यवस्था चाहिँ थियो। त्यसलाई हामीले बिना धितोको कर्जाको लागि पनि धितो नलिकन कर्जा दिने हो भने थोरै रकमको कर्जा दिनुपर्ने, 2 जना सदस्यको चाहिँ जमानत लिनुपर्ने जस्ता व्यवस्थाहरू गरिएको चाहिँ छ। अनि एउटै क्षेत्रमा चाहिँ कर्जा दिन पाइँदैन। एउटै क्षेत्रमा आफ्नो सदस्यहरूलाई कर्जा प्रवाह गर्दा सबैलाई चाहिँ एउटै क्षेत्रमा प्रभावित हुने तरिकाले चाहिँ कर्जा प्रवाह गरियो भने अर्थतन्त्रको त्यो क्षेत्रमा समस्या पर्यो भने सहकारी नै समस्या पर्न सक्छ। त्यसो भएर कर्जा प्रवाह गर्दा डाइभर्सिफाई गर्न सक्नुपर्छ। त्यो कुरालाई चाहिँ हामीले मनन गर्नुपर्छ। त्यसमा हामीले चाहिँ मापदण्डमा त्यो कुरा राखेका चाहिँ छौँ। लिमिटेसन छ। त्यस्तै कार्यक्षमताको आधारमा, संस्थाको क्षमताको आधारमा कार्यक्षेत्र तोकिनुपर्छ र आवश्यकताको आधारमा कार्यक्षेत्र सहकारी हुनुपर्छ। स्थानीय स्तरमा चाहिँ सहकारी सञ्चालन गर्ने हो भने अलि भनौँ न अब थोरै कर्मचारी राखेर त्यो अनुसारले सञ्चालन गर्न सक्ने हो। अथवा राष्ट्रिय स्तरको बन्नको लागि एउटा चाहिँ के हुनुपर्छ, उसले निश्चित मापदण्डहरू तय गरेको हुनुपर्छ। उसँग निश्चित चाहिँ प्रविधि साधन स्रोत चाहिँ भयो भने मात्रै उसले कार्यक्षेत्र फराकिलो बनाउन पाउँछ। त्यसो भएको हुनाले कार्यक्षेत्रमा हामीले चाहिँ केही निर्देशनहरू चाहिँ दिन्छौँ र दिने प्रस्ताव गरेका चाहिँ छौँ। तेस्रोमा, चौथोमा संस्था सञ्चालन गर्ने सञ्चालकहरू र त्यसका व्यवस्थापकहरूको सुशासन कायम गर्न सक्नुपर्छ। उनीहरूले आफूलाई मोडल बनेर देखाउन सक्नुपर्छ। ब्याज दर तय गर्ने निकायमा बस्ने अनि आफै कर्जा लिने, आफै चाहिँ तपाईँको त्यसमा छुटको व्यवस्था गर्ने आफ्नो लागि, त्यो कुराहरू चाहिँ गरियो भने कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहन्छ। त्यसो भएको हुनाले सकभर चाहिँ यस्ता कुराहरू, त्यस्तै निश्चित मापदण्ड बस्नुपर्ने हुन्छ, निश्चित योग्यता क्षमता हुनुपर्छ। ऊ चाहिँ नि अलिकति कस्तो हुन्छ भने ऊ चाहिँ मोडल बन्न सक्नुपर्छ। ऊ चाहिँ कालो सूचीमा नपरेको हुनु पर्यो। त्यस्तै चाहिँ कुनै प्रहरी रिपोर्ट उसको बिग्रेको हुनु भएन हैन। उसको आफ्नो केही तोकिएको योग्यताहरू चाहिँ पुरा गरेको हुनु पर्यो। म सिम्पल तरिकाले कुरा गरिरहेका चाहिँ छौँ हामी। यी सबै यदि कुराहरूलाई चाहिँ गर्न सकियो भने सहकारीमा देखेका समस्याहरूलाई बिस्तारै हामी चाहिँ व्यवस्थापन गर्दै जान सक्छौँ। अब जुन प्रावधानहरू ल्याउन खोजेछ मापदण्डबाट, यो चाहिँ अब सहकारी कर्मीको बुझाइबाट मैले यहाँलाई सोध्न चाहेँ। यदि यो अनुसार कार्यान्वयन भएन भने, गरेन भने संस्थाहरूले
त्यसपछिको एक्सन के हुन्छ राष्ट्र बैंकको? त्यसमा राष्ट्र ब्याङ्क भन्दा पनि अब त मेरो विचारमा कार्यान्वयन गर्ने जिम्मेवारी त प्राधिकरणकै हो। प्राधिकरणले अब ऐनमा भएको व्यवस्था अनुसार सुपरभिजनको लागि एउटा मेकानिजम बनाउँछ। सुपरभिजनको लागि प्रदेश स्तरमा सञ्चालनमा रहेका सहकारीहरू र स्थानीय तहमा सञ्चालनमा रहने सहकारीहरूलाई कुन तहमा कसरी बसेर चाहिँ नियमन गर्ने, सुपरभिजन गर्ने भन्ने बारेमा एउटा फ्रेमवर्क तयार गर्छ। त्यसको आधारमा मान्छेहरू लगाएर, विज्ञहरू लगाएर अथवा चार्टर एकाउन्टेन्टहरू लगाएर सुपरभिजन गर्न लगाइन्छ। सुपरभिजन गर्दाखेरिमा यिनै राष्ट्र ब्याङ्कले समेत तयार गरेका, जारी गरेका निर्देशनहरूको आधारमा सुपरभिजन गर्न लगाइन्छ। सुपरभिजन गर्दाखेरिमा संस्थाहरूलाई सुध्रिनको लागि चाहिँ निर्देशनहरू दिइन्छ। यदि सुध्रिनको लागि निर्देशन दिँदा पनि संस्थाहरू सुध्रेनन् भने सहकारी ऐनमा भएको प्रावधान अनुसार पदाधिकारीलाई कारबाही गर्न सक्ने, संस्थालाई चाहिँ कारबाही गर्न सक्ने, त्यो पनि नगद जरिवाना समेत गर्न सक्ने व्यवस्था सहकारी ऐनले व्यवस्था गरेको छ, प्राधिकरणलाई दिएको चाहिँ छ। त्यसै गरेर यदि सहकारीहरूले पटक पटक निर्देशनको अवज्ञा गरे भने त्यसको दर्ता खारेजसम्मका कुराहरू चाहिँ गर्न सक्ने व्यवस्था सहकारी ऐनले प्राधिकरणलाई दिएको चाहिँ छ। त्यसो भएको हुनाले यो नियामकीय निकायहरूले गर्ने नियमनको चाहिँ उल्लङ्घन गर्दाखेरिमा गर्नुपर्ने प्रक्रियागत कुराहरू चाहिँ छन्, जुन कुराहरू नेपाल राष्ट्र ब्याङ्कले आफूद्वारा लाइसेन्स दिएका संस्थाहरूलाई विगत धेरै लामो वर्षदेखि गरेको अभ्यास पनि हो। यसरी नै चलिरहेको चाहिँ छ। सोही ढङ्गले नियमन प्राधिकरणले पनि आफ्ना सहकारीहरूलाई त्यही ढङ्गले गर्न सक्ने र प्राधिकरणलाई पनि बलियो बनाउनेतर्फ सम्पूर्ण सहकारी कर्मीहरू, अभियान कर्मीहरू लाग्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु। सहकारी कर्मीहरूले चाहिँ अभियानले सुन्न खोजेको कुरो, हजुर, राष्ट्र बैंकले सहकारीलाई चाहिँ नियन्त्रण गर्न खोजेको हो या होइन? हुँदै होइन। मैले सुरुकोमा पनि तपाईँसँग कुरा गर्दा भने सुरुमा केही समय उहाँहरूलाई अलिकति अप्ठ्यारो महसुस हुनसक्छ, किनभने सो नियमनको नाममा, कमजोर नियमनको नाममा नियमनै नभएका सहकारीहरूले अब नियमनको दायराभित्र आउँदा नियमनभित्र बस्न खोज्दाखेरिमा सुरुका दिनहरूमा केही अप्ठ्यारो महसुस उहाँहरूले गर्नुहुन्छ। तर नियमन हाम्रै लागि हो, सुपरभिजन हाम्रै लागि हो, हामीलाई नै स्वास्थ्य बनाउनको लागि नियमन गर्न खोजिएको हो, हामीलाई नै स्वास्थ्य चाहिँ सक्षम बनाउनको लागि सुपरभिजन गर्न खोजिएको भन्ने कुराको आभास अथवा बुझाइ नियमन प्राधिकरण र सहकारी कर्मीहरूको बिचमा हुन्छ। त अन्डरस्ट्यान्डिङ, एउटै सेम अन्डरस्ट्यान्डिङ हुन्छ। त्यसपछि यो खालको मिसअन्डरस्ट्यान्डिङ चाहिँ हटेर जान्छ। अब आम सहकारी कर्मीहरूको अपेक्षा, अब नियमन प्राधिकरणले कहिलेदेखि चाहिँ आफ्नो काम सुरु गर्छ होइन? नियमन सम्बन्धी काम कारबाही कहिलेदेखि अगाडि बढाउँछ? नियमनको संरचना कस्तो हुन्छ, प्रणाली कस्तो हुन्छ भनेर जिज्ञासा राखिरहेका छन्। यसबारे के भन्नुहुन्छ? प्रश्न दिनु सरले। पहिलो कुरा त जुन प्राधिकरणको कन्सेप्ट चाहिँ ल्याइएको चाहिँ छ, 5 जनाको जुन बडीको जुन परिकल्पना गरिएको चाहिँ छ, विभिन्न क्षेत्रका व्यक्तित्वहरू जुन परिकल्पना गरिएको चाहिँ छ, त्यो फुल फ्लेजमा त्यो पहिला फुलफिल हुनु पर्यो। त्यसपछि मात्रै अनि आगामी दिनमा कसरी जाने, कस्ता कार्यक्रमहरू लिएर जाने, कसरी यहाँले भने जस्तै रेगुलेसन, सुपरभिजन, त्यसको चाहिँ मोनिटरिङ गर्ने कुराहरूलाई, रिरजिस्ट्रेसन गर्ने कुराहरू लगायतका हरेक कुराहरूलाई प्लान वेले चाहिँ गर्न सक्ने, बनाउन सक्ने बारेमा कामहरू हुन्छन्। तथापि अहिले पनि कामहरू हुँदै नभएका होइनन्। हामी अहिले कस्तो खालको भने काम देखिने कामभन्दा पनि फन्डामेन्टल कामहरू गरिरहेका चाहिँ छौँ। फन्डामेन्टल कामहरूमा जस्तो अब निर्देशन तथा मापदण्डको लगभग हामीले चाहिँ अब तयारी जारी गर्ने क्रममा पुगिसकेका चाहिँ छौँ। सहकारी दर्ता गर्ने कुराहरूलाई पनि हामीले एउटा कार्यविधि नै बनाएर दर्ताको लागि चाहिँ त्यो पनि जारी गर्ने क्रममा रहेका चाहिँ छौँ। विभिन्न बजेटरी कुराहरू चाहिँ कर्मचारी व्यवस्थापन गर्ने कुराहरू, अर्गानोग्राम चाहिँ बनाउने, ओएनएफ सर्वे गर्ने कुराहरू होइन, लगायतका जुन कुराहरू चाहिँ भित्र बसेर चाहिँ गर्नुपर्ने कामहरू चाहिँ ती कामहरू भइरहेका चाहिँ छन् होइन। त्यसपछि अब देखिने कामहरू चाहिँ हुन बाँकी चाहिँ छ। त्यति बेलासम्म हाम्रो अपेक्षा प्राधिकरण, नियमन प्राधिकरणका अध्यक्षज्यू, विज्ञ सदस्य, चार्टर एकाउन्टेन्ट जुन चाहिँ नियुक्त हुनुपर्ने व्यवस्था चाहिँ छ, ती नियुक्ति भएर आउने चाहिँ छन्। त्यसपछि कामहरू फुल फ्लेजमा हुने चाहिँ छन्। भनेपछि राष्ट्र बैंकबाट कर्मचारी खटाएर काम गर्ने सम्भावना कतिको छ प्राधिकरणमा सुरुको चरणमा? सुरुको चरणमा यतापट्टि रेगुलेसन र
सुपरभिजन विङ्स जुन चाहिँ नि प्राधिकरणभित्र 2-3टा खण्ड हुने चाहिँ छन्। प्रशासनिक कामहरू सञ्चालन गर्ने, नियमनहरू जारी गर्ने सन्दर्भमा जुन कर्मचारीहरू एक ढङ्गले कामहरू गर्नुहुनेछ भनेर यतातिर आएर नियमन तथा सुपरभिजन गर्ने सन्दर्भमा अलरेडी अनुभव भएका नेपाल राष्ट्र ब्याङ्क तथा ब्याङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई हामीले केही समयको लागि काजमा ल्याएर हैन केही समयमा अनुरोध गरेर हामी ल्याउने र कामहरू गर्नतिर पहल गर्ने सुरुवात नै हामी गरिसकेका चाहिँ छौँ। त्यसको लागि राष्ट्र ब्याङ्कलाई अनुरोध पनि हामी गरिसकेका चाहिँ छौँ। हामीले मोटामोटी हाम्रो अर्गानोग्राममा नियमन सुपरभिजन सम्बन्धमा एउटा बनाएर नियमनभित्र पनि पोलिसी फर्मुलेसन त्यसको चाहिँ आएर चाहिँ अनसाइट अफसाइटको जुन परिकल्पना गरेर त्यसको खाका नै तयार गरिसकेका चाहिँ छौँ। र यसको आधारमा हामी अब सबै सहकारीहरूको प्राधिकरणबाटै नियमन र सुपरभिजन गर्ने भन्ने चाहिँ त्यो सम्भव छैन। मुख्य चाहिँ गर्नको लागि एउटा कन्सेप्ट तयार गर्छौँ, मापदण्ड बनाउँछौँ। त्यसको आधारमा हामीले चाहिँ नि अब एक्सपर्टहरू हायर गरेर हैन कुनै लिस्टिङ हुने व्यवस्था गर्छौँ। जुन चाहिँ सुपरभाइजरहरूलाई कुनै एउटा तोकिएको मापदण्डको आधारमा लिस्टिङ गर्न लगाउँछौँ। ती लिस्टेड चाहिँ सुपरभाइजरहरूले, ती लिस्टेड चार्टर एकाउन्टेन्टहरूले अथवा लिस्टेड त्यो लेखाको र सुपरभिजनको नलेज राख्नेहरूले सम्बन्धित संस्थाहरूमा नियमअनुसार गएर उहाँहरूले निरीक्षण तथा सुपरभिजन गर्नुहुने चाहिँ छ। त्यसको आधारमा हामीले प्रतिवेदन प्राप्त गर्छौँ। प्रतिवेदनको आधारमा नन कम्प्लायन्सको आधारमा हामी त्यसलाई इम्प्लिमेन्टेसन गराउने र चाहिँ निर्देशन दिने, निर्देशनको पनि अवज्ञा गर्नलाई ऐनको भावना अनुसार कारबाही गर्ने कामहरू गर्छन्। यो हाम्रो भनौँ एक प्रकारले चाहिँ सुपरभिजनको खाका हो। यो जाँदै अब राष्ट्र ब्याङ्कले बनाउने ऐन कानुन नीति जति पनि कानुनी आधारहरू छन् सहकारी सम्बन्धी, त्यसमा सहकारीको मर्म मर्छ कि मर्दैन? त्यो त भन्नै मिल्दैन नि। कसरी सहकारीको मर्मलाई मर्ने गरेर नियमनहरू चाहिँ बनाइयो भने, सहकारीको भावनालाई मर्ने गरेर नियम गर्न खोजियो भने त्यो त हुँदैन। त्यो गर्नु पनि हुँदैन। र सहकारीका निश्चित मूल्य र मान्यताहरू चाहिँ छन्। तर त्यसो भन्दैमा कमजोर नियमनको, कमजोर सुपरभिजनको व्यवस्था गरेर बनाउनु पर्ने संस्थागत संरचनाहरू चाहिँ नबनाएर, डिपोजिट सुरक्षाको चाहिँ तपाईँको इन्सुरेन्सका व्यवस्थाहरू नगरेर, कर्जा सूचना लिनुपर्ने परिपाटीको विकास नगरिकन हापाचाडीले कर्जा प्रवाह गरेर, अनि तोकिएको क्षेत्र नभइकन जथाभावी चाहिँ नि तपाईँको सम्पत्ति आर्जन गर्ने, सम्पत्तिमा लगानी गरेर सानाभन्दा साना चाहिँ सदस्यहरूबाट खाइ नखाइ उठाएको बचतलाई जथाभावी गर्न पाइँदैन। यो राज्यले त्यसलाई चाहिँ रेगुलेट गर्न सक्नुपर्छ। त्यसैको चाहिँ सिलसिलामा सहकारी नियमन प्राधिकरण आएको। तर सहकारी नियमन प्राधिकरणले सहकारीका मूल्य, मान्यता र भावनालाई चाहिँ नि सम्मान गर्न सक्नुपर्छ। सम्मान गर्छ र त्यही अनुसारले अगाडि बढ्छ। हुन्छ, यहाँलाई समय र संवादको लागि धेरै धन्यवाद। धन्यवाद। दर्शक महानुभावहरू, यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा तपाईको प्रतिक्रिया अवश्य पठाउनुहुनेछ भन्ने आशा राखेका छौँ। हवस् त दर्शक महानुभावहरू, आजको हाम्रो कार्यक्रमको निर्धारित समय सकिन लागेको छ। सहकारी सम्बन्धी विविध सामग्री लिएर आगामी कार्यक्रममा भेट्ने बाचा गर्दै आजको सहकारी दर्पणबाट हामी सबै बिदा चाहन्छौँ। नमस्ते, जय सहकारी।